हेलो गाइस, तपाईहरुलाई स्वागत छ। वेलकम एभ्रीवन। टुडे वी आर गोइङ चन्द्रगिरी फर हाइकिङ। हामी आज सबैजना साथीहरु हाइकिङ जाँदैछौँ। हाम्रो हाइकिङ जाने टाइम चाहिँ बिहान 7 बजे थियो, तर साथीहरु चाहिँ अलि ढिलो ढिलो आएछन् सबैजना। त्यही भएर हामी यता धरहरामा पर्खिरहेका थियौं। त्यसपछि सबैजना जम्मा भयौं अनि धरहराबाट हामी चाहिँ ग्रुप भएरै गाडीमा चढ्यौं अनि गाडीमा चढेर धेरै रमाइलो गर्यौं है साथीहरुले। त्यसपछि चाहिँ मेरो साथी रिसाएछ मलाई एक्लै बनायो भनेर हैन। त्यसपछि मेरो साथी पछाडी गएछ के, पछाडी गएर रिसाएर बस्या होला भने त केटाहरु त पुरा गीत गाएर रमाइलो गरेर बसेर यार, गीत गाउँदै नाच्दै सररर गइहाल्यौं। हामी चन्द्रगिरी लाग्यौं। त्यता पुग्ने बित्तिकै हामीहरु गइहाल्यौं। अब हिनेर जानु पर्ने रहेछ 3-4 घण्टा अनि त्यहाँबाट ग्रुप बनाइहाल्यौं हामीले। अनि म र मेरो साथीहरु चाहिँ सँगै आयो अनि साथी चाहिँ म र्याप सुनाइदिन्छु साथी तिमीलाई भनेर साथीहरुसँगै सुनाउँदै हामी अगाडि हिँड्न थाल्यौं। साथीको र्याप सुन्दा सुन्दै मलाई त हाँसै उठ्यो अनि केटाहरु हिँड्दै माथि गइहाल्यौं हैन। यत्रो उकालो चढ्नु पर्ने हैन, बिस्तारै बिस्तारै कुरा गर्दै गीत गाउँदै र्याप हान्दै गइहाल्यौं हैन हामी साथीहरु। हामी 3 जना चाहिँ छिटो हिँडिरहेका थियौं र हाम्रो ग्रुप चाहिँ बिस्तारै आउँदै थियो। हामी त्यही भएर हामी गइरहेका थियौं हामी र हामीले जानुपर्ने त्यहाँ टपमा थियो के, तल हामी तलै थियौं के, धेरै तल। कहाँ आइपुग्यो अहिले? चन्द्रगिरीको जंगली माथि। अब थोरै छ, धेरै छैन। यस्तो गर्मी भयो यार। अरु चाहिँ पछाडी छ है पुरा, हामी 3 जना मात्र हो फर्स्टमा। ल के सब अब सुरु भयो हाम्रो। हेलो गाइस हामी फर्स्टमा आउँदैछौँ त्यहाँ गाइजहरु। जंगलको बाटो सुरु भइसक्यो। यी पछाडी पुरा सफा हुनु पर्ने के जाऊ फेरि। तिमी र यो पूर्व, हामी र यो पश्चिम। यो पढ्नुमा भने कटारी जान्छ कि हजुरा। जंगल दोस्त, यस्तो जंगलमा मजा आइरहेको हैन? एकदम दोस्त यार, क्या सुकुन आनन्द छ है। अच्छा वाह, उकालो चढ्दै यहाँ गीत सुन्दै यस मजा आउँछ है गाइस। मजा छ, मजा। फुल भिडियो हेर्नु होला, फुल भिडियो। यतिको साथी चाहिँ चाहिन्छ है केटाहरु। हेर त ओए आजो बस एउटा केटी मात्रै हो कि हाम्रो पछि नआउने हो यार। तर के गर्नु, मार्नेले मारिहाल्छ। त बीच जंगलमा हामीले पुरै लुगा खोलिरहेको र रुखमा झुन्डाइरहेको भेटाएको छौं। के हो कस्तो हो केही बुझेकै छैनौं। यो भन्दा माथि चाहिँ हामी सोच्ने छैनौं किनकि केही पनि नहुन सक्छ है। यस्तो जंगलमा आनन्द हिँड्दै गएको त यार, हिँड्दै। ओ के भेट्यो? यो कुकुर हो है गाजी, कुकुर हो। देख तेल बजार को साथीहरु छन्। साढे 10 भयो। धेरै थाकिसकेको छु र माथिबाट हेर्दाखेरि राम्रो सिन देखिरहेको थियो है। अनि हामी फेरि त्यो भन्दा अलि छिटो गयौं हैन। अनि माथि पुग्दै बिस्तारै बस्दै अहिले लाली गुराँस भेटाएको थिएँ र म त्यो रुख चढ्दै छु। मेरो साथीलाई भिडियो बनाइदे भनेर थिएँ त गएर टिपेर लिए है गाइज मैले। छिटो टिपेर आइहाल्यो यार, होला साथी यार। बोट चिप्लो हुन्छ कि नजाऊ भने जुत्ता लाग्छ त्यति टिपेर आऊ यार छिटो। हाम्रो गाउँतिर कस्तो फुलेको थियो होला। हाम्रो गाउँमा यसरी नै गर्नुपर्छ यार साथी।
गाइज साथी चाहिँ अहिले लालीगुराँस टिप्नलाई रुखमा चढिरहेछन्। ए साथी नजाऊ के कमलो हुन्छ भने यार। भयो भयो छिटो अब। ए यार यतिको भयो धेरै हो के। छिटो अब। बन्द गरिदिऊ नि। साथी यार कस्तो तिमी यार, म त 3टा ल्याएको थियो, 3जनाले ठिकै भयो। छिटो छिटो। ल गाइज मैले तपाईँहरूको लागि एकदम फुल टिपेर ल्याएको छु होइन। सब्सक्राइब सबै पुरा फुल भिडियो हेरिदिनु होला। हेर्नु तपाईँहरूको लागि यो सब अझै हेर्नु माथि माथि हेर्नु धेरै लामो छ होइन, तर मजा आउँछ हाइकिङ जान। बसी बसी त्यही त हाम्रो नि यस्तै हो। क्या आनन्द यार, जङ्गलमा घर बनाइरहेछ। अब हामी पुग्न आँट्यौँ होइन। धेरै छैन, कतिको लाग्ला 10 लाग्ला 15 मिनट 10-15 मिनट लाग्ला, बढी भयो। यस्तै छ गाइज, हाइकिङ जानुपर्छ होइन। अब 1 घन्टा भइसक्यो है, हामी यहाँ बढी भइसक्यो। हेर्नु न गाइज, यति साह्रो रोड। यस्तै छ रोड, गाडीको हालत। ओहो उता डाँडामा जानुपर्छ यार, माथि टपमा। के साह्रो। ओ माई गॉड, यस्तो गाह्रो भयो यार, अहिले त थाकिसकेँ। कहाँ आउँछ नि यार तिनीहरू, हामीलाई देखेर पो त्यहाँ दौडेर आएको थियो अहिले। ओ माई गॉड, तल हो गाइस, लड्यो त। अहिले पुगेछन् गाइस, अझै कति छ हिँड्नु त। आमामा थाकेर ल्याङ भइसक्यो। उता हामी देखाउँदैछौँ केबल कार होइन, त्यसकै टपमा जाने हो हामीहरू। गाइज हिँड्दै हिँड्दै यहाँ हालत खराब भइसक्यो हाम्रो। यो यस्तै हो गाइज, मजा आयो होइन, धेरै मजा आउँछ। अहिले भर्खर त टाइम चाहिँ कति भयो यार, भर्खर 11। अब पुग्न लाग्यो है चन्द्रगिरी टपमा। ओहो जङ्गलमा नि के छ नि यार, त्यस्तो मजा आइरह्यो यार, आनन्द। पुगिसक्यो भनेर खुसी भएका थियौँ, तर अझै हिँड्न त बाँकी नै रहेछ यार। कस्तो रिस उठ्ने, तर जे भयो पनि मजै आइरहेको थियो है। बजारमा चाहिँ हामी पुगिसकेको थियौँ, त्यहाँबाट फेरि हिँड्नु पर्थ्यो कि माथि धेरै। अनि त्यही बजारमा पुगेर हामीले खाजासाजा खायौँ होइन, भोकसोक लाग्यो। अनि त्यहाँबाट फेरि हिँडिहाल्यौँ क्या, हामी नै थियो फर्स्ट त्यहाँ आएको। खाजा खाएर अनि गइहाल्यौँ क्या, हामी चलिहाल्यौँ। हामी त्यहाँबाट माथि चढ्यौँ गाइस, बजारबाट माथि आइसक्यो है। हे भगवान् हामीलाई रक्षा दि गर्नु। त्यही त, यस्तो चाहिँ नगरौँ है गाइज, मन्दिर अगाडि। यता आउन, तलतिर जाउँ। यहाँ आउँदैछ यार, अहिले आउँदैछ त। ओ माई गड, यति ढिला। यस्तो ढिला त नगर्नु पर्ने यार यिनीहरूले। अर्कै हो, काली उनीहरू त दोस्रो बाटो गइसक्यो। अझै ग्रुप त कहाँ छ हेर्नु त गाइज, हामी यहाँ छौँ। जिन्दगानी छोटो छ, हिँड जाम।
तिनीहरूको लप त बेलैमा छुटोस् मुजी यस्ता लभ गर्नेहरूको छुटोस् त्यही गाइज हामी यहाँबाट हो कि यहाँबाट बजारबाट है हामी कता हो जाने खास अब यतै हो यताउता नै हामी अहिले हामी यता छौँ बाग बजार के साथीहरूको लागि तल आइसक्यो है अब आउँछन् कि नै भन्ने हो अब यहीँबाट जाने हो फाइनल हो घरकी है फेरि यी दुइटा सबभन्दा ढिला लास्ट हामी चाहिँ फर्स्ट हो फेरि हामी फर्स्ट आउने हो हामीले खाजा खाएर यहाँ ओइल्या हो यहाँ हेर्नु त यति ढिलो आएको यिनीहरू तपाईँहरू माथि कटेर आउनु भयो थाकेर हेर्नु न हाम्रो दिदी दाईहरू रमाइलो छ दिदी भल बनाइदिएको ल सरी दिदी यसरी हुन खुट्टा ढोएर नमस्ते गर्नुभयो तिमीले साथ हाल्न मिल्छ कि नै हजुर मिल्दैन नि दिदी चाहेको नाता जिन्दगीकै नाता क्यामेरा हुनुपर्ने प्यार साथीहरूसँग यस्तै हो गाइस होला त्यस्तै ज्ञान पनि 50 दुईटा श्वास मिलाउने मेरो काम ससुरालीमा खेल खेलमै दिल बस ठगाइ चाहिँ बिल्कुल लागेन है हामीलाई कान्छी सालीमा गाइस हामीलाई ठगाइ भन्ने कुरा होइन होइन हामी यस्तो यस्तो बोकेर हिँड्छौँ छैन तिमीहरूसँग देखाउ न हाम्रो पछाडि देख्न सक्नुहुन्छ ती थकुवा साथीहरू अब त्यस्तो आउँछन् कि आउँदैन भन्ने कुरा हो किन खास साथी त्यहाँ थाकिसकेको थियौँ र कोही अगाडि कोही पछाडि गर्दा गर्दै बिस्तारै बिस्तारै हिँड्न लाग्यो पुग्ने बेला चाहिँ बिस्तारै हिँड्न लाग्यो के कस्तो थकाइ लाग्यो भन र यो कुन ड्रेस हो मलाई थाहै छैन तपाईँ भनिदिनु होला होइन एकदम मनपर्छ मलाई यो ड्रेस सो फाइनली काटी बसी भए पनि आइयो पुगियो होइन टपमा पुगियो फाइनली अब यो टपको भ्यू देखाउने छु तपाईँहरूलाई म अब माथि अझै छ धेरै छ यो गाडी कहाँबाट आउँछ यार रोड छ र फाइनली गाइस पुगिसक्यो अब त कहाँ रे चन्द्रगिरी यति राम्रो छ यार चन्द्रगिरी ओ माग न गाइस माग्ने कुरा यहाँ छ है तालाहरू चाबी चाहिँ खोइ ओ फालिदिन्छ है मलाई लाज लाग्छ क्या ओहो फाल्न ठाउँ छैन यहाँ पुगिसक्यो आज चन्द्रगिरी यति दामी ठाउँ छ नि ओ यो फालौँ न पहिला यार यो फालौँ न भने यो लगेर आएको थियो क्या ओए मिलेन ठ्याक्कै ओइ गर नाच्यो साथी गाउँलेको बोलीले डाँडा काँडा चहराको गीतले
ओके गाइदिउ 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 रेशम फेरि उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फेरि सबैजनाले दामी देखाउँछ ओए नाच न नाच ल हे नाच न नाच न भने म नि नाच्छु ल गाउँदैन गीत त नाच्नु उनीहरूलाई नि पठाऊ आऊ आऊ जुत्ता लाएर हुन्छ भित्र चाहिँ चप्पल लाउनु नजाने यार भित्र साथी माथि कहाँ माथि गाई चन्द्रगिरी ओम नमः शिवाय साथी स्वर्ग देख्नुहुन्छ क्या स्वर्ग हाम्रो रुमै तल त देखिँदैन रहेछ कति देखिया छैन यार स्वर्ग यही हो स्वर्ग छक्कै त्यही हो यार स्वर्ग हेर्ने हो स्वर्ग गरे स्वर्ग हेर्ने हो स्वर्गहरूलाई स्वर्ग जस्तो ठाउँ देखाएर फेरि यहाँ हामी आयो हाम्रो यो साथीको स्वर्ग जस्तो अनुहार अनि त्यसको अनुहार देखाउँदै है सबै साथीहरूको अनुहार देखाउँदै बस्यो अनि त्यसपछि हामी लाग्यौँ खाजा खानातिर लाग्यौँ भनेपछि हामीलाई भोक लागिसकेको थियो होइन त्यही मन्दिरकै अगाडि होटेल थियो अनि हामी 5 जना थियौँ साथीहरू र त्यहाँको नियम चाहिँ टिकट काट्ने अर्को ठाउँ र पैसा दिने अर्को ठाउँ अनि बनाउने चाहिँ अर्को ठाउँकै अनि त्यहाँबाट हामीले ल्यायौँ होइन चटपटे अनि जेरीहरू अनि त्यो डियोहरू लिएर खान थाल्यौँ हामी साथीहरू मिली सबै खाना खाएर आइसक्यो हामीले कति ढिलो तपाईहरु त त्यहाँ पुग्ने बित्तिकै मलाई काममै लगाइदियो क्या मैले पानी ल्याइदिनु पऱ्यो माथिबाट होइन त्यही हो अब भर्खर पुगेर चाहिँ दाइहरू नि भर्खर स्टार्ट गर्दैछन् होइन खाजाको लागि 12 बजिसकेको थियो पानी लिएर आउँछ हामी आएको 2 घण्टा हुँदैन त्यो त आएन भने सक्यो हाम्रो भाग चाहियो तपाईहरु आएन भने सक्यो 40 जनालाई अब 40 जनालाई 40 तिर कुद्दाखेरि कस्तो हुन्छ त्यही त त्यो ध्यान दिनु हामी च्यानल आउन 5 मिनट सोचेको थियो कि त्यहाँदेखि जल्लाको है हामी गाइज भिडियो धेरै लामो थियो त्यही भएर मैले केही बनाएन त्यही भएर फर्किने बेला मात्रै बनाएको थिएँ त्यहाँ सबै डान्स नाचगान सबै गरेर हामी चाहिँ राति चाहिँ फर्किन आँटेका थियौँ 4 बजीतिर फर्किन आँटेका थियौँ पानी पर्ला जस्तो भइसक्यो गाइज टाइम नि धेरै भइसक्यो होइन अब यस्तै हो होइन घुम्यो मजा आयो अब कति भयो 4 बजिसक्यो होइन लास्ट भिडियो हो गाइज 4 छैन बाई बाई सब्सक्राइब गरिदिनु होला फुल भिडियो हेरिदिनु होला यही हो थ्याङ्क यू